नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले राजगृहको गृहकुटमा राजगृह सेठको छोरालाई सम्झाउनु भएको थियो। त्यसमा भन्नुभएको छ, सदा जागरमानानम अहोरतानु शिक्षिणम निब्बानम अधिमुत्तानम अथम गच्छन्ति आसवा। भन्नको अर्थ रहेछ, जो सधैँ जागृत भएर रात दिन योगाभ्यासमा लागिरहन्छ, निर्वाण नै जसको एकमात्र अभिलाषा हुन्छ, त्यस व्यक्तिको आश्रव र चित्तमल नष्ट हुन्छ। मनमा भएको सबै मैलाहरू, नराम्रो चिजहरू चाहिँ नष्ट भएर जान्छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।